प्रणाम शुभ बिहानी सम्पूर्णलाई दुई चारवटा कुरा तितो सत्य कुरा लिएर आएको छ। यो भिडियो चाहिँ विशेष गरिकन माता पिता यानि कि बुवा र आमाको लागि है। तपाईहरु बुवा आमा तपाईको सन्तान चाहिँ 10 वर्षदेखि उकालो यदि लाग्दै हुनुहुन्छ र आफ्नो छोराछोरी चाहिँ कुलतमा नफसोस्, संस्कारी होस्, स्वाभिमानी होस्, हामीले भनेको सबै कुरा मानोस् अथवा संस्कारी होस् भन्ने यदि चाहना राख्नुहुन्छ भने सबैभन्दा एक नम्बरमा तपाईबाट सुरु गर्नुस् के। एक नम्बरमा तपाईले के गर्नुस् भने श्रीमान र श्रीमती झगडा नगर्नी। दुई नम्बरमा तपाईहरु सुर्ती सेवन, रक्सी, सुर्ती, चुरोट यदि सेवन गर्दै हुनुहुन्छ भने बालबच्चाले देख्ने गरेर बालबच्चाका आमुन्ने सामुन्ने चाहिँ तपाईले सुर्ती, रक्सी, बिडी, चुरोट जस्ता त्यो सुर्ती जन्य पदार्थहरू सेवन नगर्नी। अनि अर्को 3 नम्बरमा चाहिँ श्रीमान र बालबच्चाको सामुन्ने चाहिँ श्रीमतीलाई हेप्ने चेप्ने खालका तीखा वचन अभिव्यक्तिहरू प्रहार नगर्नी र श्रीमतीले पनि तीखो वचन आफ्नो श्रीमानलाई प्रहार नगर्नी। अनि अर्को नम्बरमा भन्दैछु भने तपाईँ यदि काम गर्दै हुनुहुन्छ, तपाईँ व्यस्त हुनुहुन्छ, तपाईँलाई सुर्ती खान मन लाग्यो, चुरोट खान मन लाग्यो, तपाईँ पसलसम्म लिन जानलाई तपाईँ भ्याउनुहुन्न भनेदेखि ए फलाना बाबु जाऊ पसलसम्म गएर चाहिँ मलाई सुर्ती किनेर लिएर आऊ त, चुरोट किनेर लिएर आऊ त भनेर बच्चालाई पसलसम्म नपठाउने। तपाईँले यदि यस्तो गर्नुभयो भने त्यो बच्चाको दिमागमा के पर्छ भन्दाखेरि छाप चाहिँ कस्तो पर्छ भन्नुहुन्छ भन्दाखेरि ओहो मेरो बुवाले त मलाई यसरी पसलसम्म यो सुर्ती अथवा चुरोट लिन पठाउनु भयो, म पनि एकचोटि टेस्ट गरेर हेर्छु है त कस्तो हुँदो रहेछ भनेर चाहिँ त्यो बच्चाले सिक्न सक्छ। त्यसकारणले गर्दा तपाईँ रक्सी, सुर्ती जन्य चिजहरू जति पनि त्यस्ता पदार्थहरू, पेय पदार्थहरू अथवा सुर्ती जन्य पदार्थहरू सेवन गर्नु यदि हुन्छ भने सक्नुहुन्छ भने तपाईले नगरेकै राम्रो त हैन। यदि सक्नुहुन्न भनेदेखि आफ्नो बालबच्चालाई ती बढ्दै गरेका कलिला मस्तिष्क मेमोरी पावर बढ्दै गरेका ती बच्चाहरूको सामुन्ने चाहिँ तपाईहरुले सुर्ती जन्य पदार्थहरू बिल्कुल सेवन नगर्नुस्। यति गर्नुभयो भने तपाईहरुको बालबच्चामा संस्कार भने पक्कै पनि हुनेछ भन्दै भिडियोलाई मैले यही अन्त्य गर्न चाहे। भिडियो मन परेमा लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गरेर चाहिँ मलाई पठाउनु होला, म पनि गर्नेछु भन्दै हस्त बाइ बाइ उडी चुप्पा।